हेलो एभ्रिवान, वेलकम टु मी फर्स्ट मिनी ब्लग। म चाहिँ हेर्न ठ्याक्क 6:45मा उठेँ अनि मुखसुख धोएर ब्रस गरेर म जस्तो अल्छी चाहिँ को हुनुहुन्छ सबले कमेन्ट गर्नु है। म चाहिँ पहिल्यै चाहिँ चिया पानी खानुभन्दा पहिल्यै खाना बसालिदिन्छु क्या, छिटो पाक्छ भनेर। तर गाउँको केटीहरू कसलाई मनपर्छ कमेन्ट गर्नु है। बिचरा कसैले त फेरि गाउँको केटी नै मन पर्दैन रहेछ। म चाहिँ यता आटो बसालेँ अनि आटो पकाउँदै चिया पानी खाँदै गरेँ। पानी खाँदै पहिला चाहिँ पानी फेरि के हालेर खाएको भन्नुभयो होला सबले। अनि यो कागती चिनी पानी हो, मलाई चाहिँ एकदम मनपर्छ। कसलाई मन पर्दैन भन्नु ल। कस्तो निद्रा लागिरहेको थियो मलाई चाहिँ। अनि म चाहिँ यहाँ साग र आलुको तरकारी पकाउन लागेँ। हेर न तरकारी पनि कस्तो भइरहेछ। म त खासै मिठो पकाउन त आउँदैन। अनि त्यसपछि चल्लालाई चाहिँ चापट र अनि यो साग हाल्दै त्यसपछि चल्ला मस्ता हेर्दै घाम ताप्दै लास्टमा हेर्दा त म यस्तो हालतमा रहेछु नि। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। आशा छ तपाईँहरूले टिकटकमा जस्तै यहाँ पनि माया देखाइदिनुहुन्छ भने।